एमाले नेता राजीव पहाडले 15 लाख लिएको देखिएको थियो। सरकारको दबावका कारण उनीसँग बयान कागज गरेर मुद्दाबाट प्रहरीले उन्मुक्ति दिएको थियो। एमाले बागमती प्रदेश सांसद ज्ञानबहादुर तामाङ प्रत्यक्ष मुछिएको नेशनल नवमुद्दा सहकारी संस्था लिमिटेडको हिनामिना पनि अनुसन्धान हुन सकेको छैन। यो सहकारीले करिब 11,000 बचतकर्ताको 1,52 करोड रुपियाँ डुबाएको छ। सहकारीका तत्कालीन अध्यक्ष तामाङमाथि कुनै निकायले अनुसन्धान गरेका छैनन्, तर सहकारीमा साधारण सदस्य समेत नभएका लामिछानेलाई आज सहकारी ठगीको बिल्ला भिराएर कारागार पठाइएको छ। राजनीतिमा आएको 2 वर्षमा ठूलो जनमत बनाएका रवि लामिछाने पुरानो दल र नेताहरूलाई मात्र होइन, पुराना दलका नयाँ नेताका लागि खतराको घण्टी भएपछि उनलाई कुनै पनि रणनीतिमा सिद्ध्याउने उद्देश्य स्पष्ट भएको छ। भलै उनी अहिले दोषी भएर कारागार पुगेका होइनन्, पूर्वपक्षका लागि कारागार गएका हुन्। दोषी निर्दोषी छुट्याउने काम अदालतले नै गर्नेछ, त्यो पनि एउटा होइन 3 तहका अदालतले। आशा गरौँ उनी निर्दोष भएर निस्कनेछन् र चितवनमा पुगेर कुरिरहेका जनतालाई भन्नेछन् प्रतिशोधपूर्ण राजनीतिले उनलाई हिरासतदेखि कारागारसम्म कसरी पुर्यायो, राजनीति सिद्ध्याउन के गरियो। आमा, यिनीहरूले जेसुकै भनुन्, म बहुला होइन। मैले बोल्न नहुने केही बोलेको छैन, मैले गर्न नहुने केही गरेको छैन। यिनीहरूले जेसुकै भनुन्, म बहुला होइन। देश र जनताको अवस्था फिर्न आएका रविमाथि भएको राजनीतिक प्रतिशोध यसअघिका घटनाले बारम्बार पुष्टि गरिरहेका छन्, तर यसको जिम्मेवार को हुनेछन् समयले देखाउनेछ, किनकि यो राजनीति हो।